नमस्ते भाई बहनीहरु, हामी फेरि कक्षा 12 को अंग्रेजी विषय को भिडियो क्लास यहाँ लिएर उपस्थित भइसकेको छु। तपाईहरुलाई स्वागत गर्दै फेरि आजको यो क्लासमा सुरु गर्न जाँदै छु। हाउ टु सिक्योर A+ इन इंग्लिश। तपाईहरु आफ्नो 12 क्लासको एक्जामको लागि चिन्तामा बस्नु भएको छ कि म कसरी राम्रो अंक ल्याउँछु, कसरी राम्रो ग्रेड में पास गर्छु भने त्यो चिन्ता दूर गर्नको लागि हामी आफ्नो युट्युब च्यानल मार्फत तपाईहरुको समस्याको समाधान गर्न यहाँ आइसकेका छौं। म तपाईहरुलाई आफ्नो यहाँ सिलेबस को कुरा गर्दै अगाडि बढ्दै छु। यहाँ 2 नम्बरबाट यहाँ छ टेक्स्ट बेस्ड क्वेशन 20 नम्बर को हुन्छ। हाम्रो कक्षा 12 को इंग्लिश किताबलाई 2 वटा भागमा बाँडिएको छ। एउटा फर्स्ट भनेको त्यो ल्याङ्ग्वेज डेभलपमेन्ट हो र दोस्रो भनेको लिटरेचर सेक्सन हो। नम्बर 2 क्वेशन जुन हुन्छ, जुन हाम्रो यो किताबको लिटरेचर सेक्सनबाट 20 मार्क को एक्जाममा आउँछ। 20 मार्क को एक्जाममा आउँछ र त्यो लिटरेचर सेक्सनमा सर्ट स्टोरी हामीले पढ्नु पर्छ, पोएम छ, एसे छ, वन एक्ट प्ले छ। यो सबैबाट सर्ट आन्सर क्वेशन तपाई यहाँ हेर्न सक्नुहुन्छ। सर्ट आन्सर क्वेशन र लङ आन्सर क्वेशन गरी 2 किसिमका क्वेशनहरु आउँछन्। सर्ट आन्सर क्वेशन यहाँ लेखे अनुसार 5 वटा क्वेशन हुन्छ, 2 नम्बर को लागि हुन्छ, त्यो बराबर 10 मार्क हो। त्यस्तै लङ आन्सर क्वेशन 2 वटा हुन्छ, 5 मार्क को हुन्छ, यो पनि 10 नम्बर को हुन्छ। अब पक्कै तपाईहरु लिटरेचर सेक्सनमा भएका एसे, पोएम, सर्ट स्टोरी को, वन एक्ट प्ले को समरीहरु लर्न गर्नु भएको होला, त्यसको अभ्यासहरु गर्नु भएको होला र यो लिटरेचर सेक्सनबाट हाम्रो एक्जाममा 20 नम्बर को लागि आउँछ। त्यस्तै राइटिङ स्किल को कुरा गर्छौं भने हाम्रो राइटिङ स्किल कक्षा 12 को परीक्षामा 25 मार्क को लागि आउँछ। 3 वटा राइटिङ स्किलहरु हुन्छ। एउटा राइटिङ स्किल 7 नम्बर को लागि हुन्छ, एउटा 8 मार्क को लागि हुन्छ, एउटा 10 मार्क को लागि हुन्छ। अब यो 3 किसिमको राइटिङ स्किल को बारेमा कसरी गर्ने भने तपाई चिन्तामा पर्नु भएको छ भने तपाईहरु पक्कै आफ्नो कक्षा 9 र 10 मा पनि पढेका राइटिङ स्किलहरु को बेस लिएर तपाईहरु यो सोल्भ गर्न सक्नुहुन्छ। 7 नम्बर को राइटिङ स्किलमा वर्ड लिमिट छ, 150 शब्दमा मात्रै लेख्नु पर्ने हुन्छ र यसमा कस्तो क्वेशनहरु आउँछ भनेको प्याराग्राफ राइटिङ छ, समरी राइटिङ छ, इन्टरप्रेटिङ ग्राफिक टेक्स्ट छ, न्यूज स्टोरी राइटिङ छ, नोट मेकिङ छ अनि स्केलेटन स्टोरी छ। यसमा भएका अधिकांश कुराहरु तपाईहरु 9 10 को सिलेबसमा पढ्नु भएको छ भने मलाई लागिरहेको छ कि तपाईलाई यो पनि राइटिङ स्किलमा खासै समस्या पर्दैन र वर्ड लिमिट भनेको 150 शब्दमा हामीले यसलाई लेख्नु पर्छ। त्यस्तै दोस्रो राइटिङ स्किल यो 8 मार्क को लागि आउँछ। त्यसमा पर्छ पर्सनल लेटर, जब एप्लिकेशन लेटर, लेटर टु द एडिटर, बिजनेस लेटर, इमेल, राइटिङ अ सीवी अनि यसको वर्ड लिमिट हुन्छ 180 शब्दमा त्यो लेख्नु पर्छ। यो पनि तपाई यो जब एप्लिकेशन भइसक्यो अथवा पर्सनल लेटर भइसक्यो, इमेल लेख्ने कक्षा 8 देखि नै तपाईहरु सिक्दै आउनु भएको छ त यसमा पनि खासै समस्या हुँदैन भन्ने मेरो बुझाइ छ। त्यस्तै अर्को राइटिङ स्किल 10 मार्क को लागि आउँछ, जुन जसभित्र यो ट्राभलर, बुक अथवा फिल्म रिभ्यू लेख्नु पर्ने हुन्छ, बायोग्राफी लेख्नु पर्ने हुन्छ, डायरी एन्ट्री, कमिक अथवा प्रेस रिलिज। यसको वर्ड लिमिट छ 300 शब्द। किनकि यो 10 मार्क को लागि सोध्छ। त्यसैले यो सबै जस्तै बुक र फिल्म रिभ्यू तपाई 9 10 मा गरिसक्नु भएको छ, त्यहाँ पनि छ, बायोग्राफी पनि हाम्रो 9 10 को सिलेबसमा छ, डायरी एन्ट्री 8 क्लास सम्म दिएको छ। यो तपाईको लागि नयाँ लाग्न सक्छ यो कमिक एन्ड प्रेस रिलिज। यसको तपाई अध्ययन गर्नु भएको होला। त्यस्तै अर्को क्वेशनको बारेमा कुरा गर्छौं। यो कक्षा 12 को इंग्लिश विषयको सिलेबसको बारेमा अहिले हामी चर्चा गर्दै छौं। ग्रामर र भोक्याबुलरी जुन हाम्रो क्वेशन नम्बर 7 मा र 8 मा यो हुन्छ। अब 15 नम्बर को क्वेशन को लागि त्यसमा 10 मार्क को ग्रामर आउँछ अनि भोक्याबुलरी सेक्सनबाट 5 मार्क को लागि हुन्छ। दुवै गरेर 15 मार्क को हाम्रो एक्जाममा ग्रामर र भोक्याबुलरीबाट सोध्छ र यसमा भएका ग्रामरहरु पनि तपाईहरु
सानैमा भन्नुपर्दा कि स्कुल लेभलकै शिक्षाबाट 1 कक्षा 8 देखि नै 9 देखि नै 10 देखि नै पढ्दै आइरहनु भएको छ। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ एडजेक्टिभ र एडभर्ब छ, सब्जेक्ट भर्ब एग्रीमेन्ट छ, प्रिपोजिसन छ, मोडल एक्जुलरी छ, टेन्स एन्ड एस्पेक्ट छ, यो इन्फिनिटिभ छ, कन्जक्सन छ, रिलेटिभ क्लाउज, भोइस, रिपोर्टेड स्पीच, यो अधिकांश ग्रामरहरू तपाईँ अगाडि पनि पढ्नु भएको छ र यो 12 क्लासमा पनि आएर बढी अभ्यास गर्नु भएको छ भने तपाईलाई यसमा पनि बढी समस्या पर्दैन जस्तो लाग्छ, किनकि हामी यो 9-10 देखि नै पढ्दै आइरहेका कुराहरू यसमा छ। त्यस्तै भोक्याबुलरी सेक्सनबाट यहाँ छ लेखेको छ, यो सेक्सनबाट साउन्ड सिस्टम आउँछ इंग्लिशको, त्यो कन्सोनेन्ट साउन्डहरू, भवेल साउन्डहरूको बारेमा तपाईहरुलाई यो कुरा नयाँ छ। तपाईहरु पछि आएर 11 मा सिक्नु भएको होला, 12 मा सिक्नु भएको होला, तर यसमा विशेष ध्यान दिनुपर्छ किनकि अनिवार्य रूपमा यो साउन्ड सिस्टमबाट एउटा क्वेशन हाम्रो एक्जामको लागि 1 मार्कको लागि आउँछ। त्यस्तै अब भोक्याबुलरीको कुरा गर्छौं भने त्यो सफिक्स प्रिफिक्सहरु प्रयोग गरेर शब्द निर्माण गर्नको लागि आउँछ, सिनोनिम एन्टोनिम बनाउनको लागि आउँछ, इडम्स एन्ड फ्रेजहरुलाई वाक्यमा प्रयोग गर्नको लागि आउँछ, वर्ब कन्जक्सन दिएको छ, पंक्चुएसन दिएको छ, स्पेलिङहरु मिस्टेक दिन सक्छ त्यसलाई करेक्ट गर्नको लागि भन्छ, डिक्सनरी युज को बारेमा हामी जानकारी माने गर्नुपर्छ, इडम्स एन्ड फ्रेजल भर्बको पनि बारेमा हामीले अध्ययन गर्नुपर्छ। यो अब तपाईहरुलाई म एउटा मोडल सेटको बारेमा तपाईहरुलाई म यहाँ केही सोल्भ पनि गरेर केही कुरा सिकाएर पनि अगाडि बढिरहेको छु। हाम्रो यहाँ किताबकै कुरा एउटा क्वेशन बैंकबाट हामी यहाँ लिएका छौं। जस्तै क्वेशन नम्बर 1 मा तपाईले मैले अगाडि भने अनुसारकै यहाँ एउटा प्यासेज दिएको छ, यो अनसिन प्यासेज हुन्छ। अनसिन प्यासेज 15 मार्कको लागि आउँछ, जुन यहाँ यो पुरै क्वेशन प्यासेज पढेर ए नम्बर, बी नम्बर, सी नम्बर सोल्भ गर्नुपर्छ र यो मजाले तपाई सोल्भ गरिदिनु भयो भने यसमा तपाईले फुल मार्क पाउनुहुन्छ। अनि यो प्यासेज सोल्भ गर्ने तरिका हामी आफ्नो प्राइमरी एजुकेसन देखि नै सेकेन्डरी एजुकेसन देखि नै सिक्दै आइरहेका छौं र तपाईलाई यो प्यासेज सोल्भ गर्नलाई पनि खासै समस्या हुँदैन। र अब क्वेशन नम्बर 2 मा हाम्रो किताबबाट लिटरेचर सेक्सनबाट 5 वटा क्वेशनहरु ए बी सी डी र अर्को स्लाइडमा यहाँ छ सी, त्यो सर्ट आन्सर क्वेशनहरु छन्। लिटरेचर सेक्सनबाट तपाईले यसको समरी लेख्नु भएको होला, यसको अभ्यास गर्नु भएको होला र यसमा अर्को पनि फाइदा मैले हेर्दै छु के छ, जस्तै क्वेशन यहाँ दिएको हुन्छ र यो क्वेशन यो कुन च्याप्टरबाट हो भन्ने यहाँ अलरेडी लेखिएको हुन्छ। यसबाट हामीलाई सजिलो के हुन्छ कि क्वेशन कुन च्याप्टरबाट छ भन्ने कुरा सर्च गरी हामी यसको आन्सर लेख्न सक्छौं। त्यस्तै यहाँ अर्को छ क्वेशन नम्बर 3 मा पनि लिटरेचर सेक्सनबाट 2 वटा लङ क्वेशन हामी हेर्दै छौं। एउटा ए नम्बर, ए मा फेरि और छ, और आउँछ भने हामीलाई जुन सजिलो हुन्छ त्यो हामीले लेख्न सक्छौं। त्यस्तै बी नम्बरमा पनि यो द बुल वन एक्ट प्लेबाट एउटा क्वेशन दिएको छ। भन्नुपर्छ कि क्वेशन नम्बर 3 मा लङ क्वेशन नम्बर 3 मा हाम्रो लिटरेचर सेक्सनबाट मैले तपाईलाई भने अनुसार लङ क्वेशन आउँछ र एउटा और छ भने तपाईलाई जुन सजिलो लाग्छ त्यो लेख्न सक्नुहुन्छ। अनि क्वेशन नम्बर 4, 5 अनि 6 यो 3 वटा कुराहरू राइटिङ स्किलको छ। यहाँ छ यो समराइज गर्नु छ, एउटा टेक्स्ट दिएको छ, यो टेक्स्टलाई मेन कुराहरू टिपेर हामीले यसको समरी तयार पारिदिनु छ। नम्बर 5 मा चिठी लेख्नु छ आफ्नो रिलेटिभलाई। त्यस्तै नम्बर 6 एउटा एसे जस्तै यो लेख्नु छ। त 4 नम्बर, 5 नम्बर, 6 नम्बरमा 3 वटा राइटिङ स्किल हुन्छ। क्वेशन नम्बर 7 मा 10 वटा ग्रामरहरू हुन्छ, जुन ग्रामर हामीले स्कुलै शिक्षादेखि पढ्दै आइरहेका छौं। अलिकति यसको बारेमा विस्तृत रूपमा म तपाईहरुलाई भन्दै छु। जस्तै क्वेशन नम्बर 7 मा छ डू एज इन्स्ट्रक्टेड इन द ब्रैकेट्स एन्ड रीराइट द सेन्टेन्स। यहाँ रीराइट भनेको छ भने जब हामीले ग्रामरलाई सोल्भ गर्छौं त ग्रामरलाई सोल्भ गरिसकेपछि यसको पुरै सेन्टेन्सलाई नै हामीले कम्प्लिट लेख्नु पर्छ। मात्रै यो जुन गलतलाई सही गरेर त्यही एउटै शब्द लेखियो भने त्यसमा हाम्रो मार्क आउन सक्दैन। जस्तै उदाहरणको रूपमा तपाईहरुलाई म यहाँ सिकाइरहेको छु। 7 नम्बरको एउटा यहाँ छ
I have to go to the dentist because my tooth is aching terrible दिएको छ. Find the mistake in the sentence and correct it. अब यो सेन्टेन्स मा मिस्टेक हुन्छ, त्यो मिस्टेकलाई हामीले थाहा गर्नु छ र त्यसलाई रिराइट नै लेख्नु छ. मान्नुस् कि मिस्टेक यो टेरिबल दिएको छ. अब टेरिबल को सही आन्सर मान्नु यसलाई एडभर्ब हुन्छ, म यहाँ टेरिबली लेखिदिए, TERRIBLY टेरिबली लेखिदिए अनि मात्र यही लेख्यो भने यसरी लेखेपछि हामीले मार्क पाउँदैनौं. त्यसको लागि हामीले के गर्नुपर्छ भने कि तपाईहरुले मैले भने यहाँ क्वेशनमा लेखेछ रिराइट गर्नको लागि यहाँ मिस्टेकलाई करेक्ट गरेर रिराइट गरी लेख्नु पर्छ. जस्तै मैले तपाईहरुलाई अगाडि भने यहाँ सेन्टेन्समा I have to go to the dentist, dentist because my tooth is aching BLY. ल यहाँ जुन मिस्टेक वर्ड थियो टेरिबल थियो, टेरिबललाई एडभर्बमा चेन्ज गरेर टेरिबली लेख्यो र लेखेर यसलाई हामीले यहाँ के गरिदिनु पर्छ अन्डरलाइन गरिदिने, ताकि कपी चेक गर्ने शिक्षकलाई यो करेक्ट गरी यहाँ लेखेको छ भन्ने कुरा हामीलाई जानकारी प्राप्त हुन्छ. अनि मान्नु कि तपाईले रिराइट नगरिकन मात्रै आन्सर लेख्नु भयो भने त्यसरी मिल्दैन, त्यसरी हामीले गर्नु हुँदैन. किनकि क्वेशनमा भनेको छ रिराइट गर्नको लागि त सही गरी पुरै सेन्टेन्स नै लेख्नु पर्छ. त्यसै बी नम्बरमा छ हिज हाउस इज कोस्टमा इन एट बाई अन प्रिपोजिसन दिएको छ द वे फ्रम इटहरी टु विराटनगर. यसमा पनि चुज गरी सही प्रिपोजिसन ग्यापमा लेख्नु छ र यहाँ के हुन्छ प्रिपोजिसन अन हुन्छ अनि लेखेर त्यस्तै बी नम्बर क्वेशन लेखी हामी यो पुरै सेन्टेन्स सारिदिनु पर्यो. हिज हाउस इज अन लेख्ने, अनलाई लेखेर यहाँ अन्डरलाइन गरिदिनु तल ताकि त्यो बोल्ड होस्, चिनियोस्. द वे फ्रम इटहरी टु विराटनगर. ल यसरी हामी गर्न सक्छौं. त्यस्तै छ म तपाईहरुलाई फेरि यहाँ सी लाई छोडेर डी को म यहाँ गर्दै छु. यु पोस्टमा दिएको छ विल मस्ट हैज टु स्टप स्मोकिङ इट इज भेरी हार्मफुल. फिल इन द ब्लैंक्स चुजिङ द एप्रोप्रिएट एक्जुलरी भर्ब. यहाँ एक्जुलरी भर्ब दिएको छ 4 वटा. यो 4 वटा एक्जुलरी भर्बहरु मध्ये हामीले त्यहाँ कुन लेख्दा उपयुक्त हुन्छ सेन्स बुझेर यहाँ मस्ट हुन्छ, किनकि मस्ट को प्रयोग कुन बेला गर्छौं कुनै पनि काम एकदमै बाध्यात्मक तरिकाले हामी गर्नुपर्छ नत्र त्यसको परिणाम नराम्रो पर्छ. त्यो हिसाबले यहाँ हामीले यहाँ मस्ट गर्छौं. के हुन्छ सेन्टेन्स कि यु मस्ट स्टप स्मोकिङ इट इज भेरी हार्मफुल. हामीले तपाईले धूम्रपान त्याग्नु पर्छ किनकि यो के छ धेरै स्वास्थ्यको लागि हानिकारक छ भनेर. त्यस्तै अब ई नम्बरको कुरा गर्छौं. ही युजुअली डू डिड हैज डन अनि डज. 4 वटा एक्जुलरी भर्ब मध्ये हामी यहाँ के लेख्छौं त यहाँ युजुअली सिम्पल प्रेजेन्ट टेन्समा प्रयोग हुन्छ र तपाई अगाडिदेखि नै पढ्दै आइरहनु भएको छ कि सिम्पल प्रेजेन्ट टेन्समा भर्ब 1 र भर्ब 5 को प्रयोग हुन्छ. यहाँ डिड को हुने कुरा भएन, हैज डन हुने कुरा भएन, डू भर्ब 1 हो, डज भर्ब 5 छ अनि ही सँग हामी के प्रयोग गर्छौं डज प्रयोग गर्छौं त आन्सर यहाँ के हुन्छ डज हुन्छ. त्यस्तै यो एफ नम्बर को कुरा गरौं. एज अ पार्ट अफ द प्रोजेक्ट वर्क द स्टुडेन्ट्स हैड टु वर्क फिजिकली therefore they requested their teacher to stop study. यहाँ identify which bold faced word needs to be written and correct it. अब यसमा जुन बोल्ड दिएको छ शब्दहरु यहाँ कुन मिस्टेक छ त्यो हामीले सच्याएर त्यस्तै अगाडि भने अनुसारकै त्यो रिराइट गरिदिनु छ. जी नम्बर छ गणेश इज अ डॉक्टर, हिज वाइफ इज अ डॉक्टर. यसलाई यो दुईटा कन्जक्सन बोथ अनि एन्ड प्रयोग गरी सेन्टेन्स हामीले लेख्नु तयार पार्नु पर्छ. तपाईलाई म यो बोर्डमा लेखेर यहाँ हेराउँदै छु. यो फेरि बोथ र एन्ड कन्जक्सन तपाईले 10 क्लासमा पनि पढ्नु भएको छ. त्यहाँ धेरै थुप्रै कन्जक्सनहरु दिएको छ हाम्रो किताबमा.
ल यहाँ छ गणेश इज अ डॉक्टर, हिज वाइफ इज अ डॉक्टर। यहाँ इज अ डॉक्टर अनि फेरि यहाँ इज अ डॉक्टर, यो दुवैमा यो वर्डहरु कमन छ अनि कमन नभएको शब्द कुन छ? गणेश छ अनि यहाँ हिज वाइफ छ। त हामी सुरुवात केबाट गर्नु पर्यो? बोथ। बोथ गणेश एन्ड हिज वाइफ। अब दुवैमा त यहाँ इज र इज छ तर बोथ को प्रयोग भयो र दुईजना यहाँ एउटै सेन्टेन्समा भयो भने इज को सट्टामा हामी यहाँ के लेखिदिने? आर अ डॉक्टर गरिदिने, यो आन्सर सही भइसक्यो। त्यस्तै यहाँ जी नम्बर, एच नम्बर, आई नम्बरमा ग्रामर दिएको छ। अब हामी कुरा गरौँ हाम्रो क्वेशन नम्बर 8 कस्तो हुन्छ। क्वेशन नम्बर 8 मा हाम्रो भोक्याबुलरी सेक्सनबाट 5 वटा क्वेशन 5 मार्क को लागि हुन्छ। त्यसमा तपाईहरुलाई मैले अगाडि पनि भनेको थिएँ इंग्लिश साउन्ड एन्ड स्ट्रक्चरबाट एउटा क्वेशन अनिवार्य रूपमा आउँछ। त्यही यहाँ हामी यहाँ हेर्दै छौं। यो चूज एन्ड कपी द करेक्ट अल्टरनेटिव्स। यहाँ छ नम्बर ए मा व्हिच वन अफ द फलोइङ वर्ड्स हैज अ डिफरेंट फाइनल साउन्ड। यहाँ 4 वटा अप्सन दिएको छ, 1 2 3 अनि 4। यसमा सबैको अन्तमा हामी ईडी हेर्दै छौं, ईडी हेर्दै छौं, ईडी हेर्दै छौं, ईडी हेर्दै छौं। यसरी लेटरलाई हेरियो भने हामी कन्फ्युजनमा पर्छौं कि कसको सही आन्सर हुन्छ। तर इंग्लिश साउन्डलाई हामीले खूब राम्रो तरिकाले केलाएर हेर्यो भने यो 4 वटा मध्ये एउटा यसमा कुनै वर्ड छ जसको फाइनल साउन्ड अरु भन्दा के छ? डिफरेंट छ। त यसमा कुनमा डिफरेंट छ? लुक्डमा डिफरेंट छ। तपाईं डिक्सनरी पल्टाएर हेर्नु होला, यसको लास्टमा, यसको लास्टमा, यसको लास्टमा जुन साउन्डहरु आउँछ त्यो सबै सिमिलर हुन्छ तर लुक्डमा ड आउँछ। त्यस्तै बी नम्बरको कुरा गर्यौं भने यु वेन्ट फर अ लङ रन दिस मर्निङ, द वर्ड रन इन दिस सेन्टेन्स इज। अब यसमा अ लङ रन दिस मर्निङ फ्रेज दिएको छ। यसमा जुन यो रन आएको छ, रन वर्ड, यो के हो? नाउन हो कि भर्ब हो कि एडभर्ब हो कि एडजेक्टिभ हो? रन मिन्स त दगोर्नु, तपाईलाई थाहा छ, अनि रन त भर्ब हो तर यो सेन्टेन्समा रन भर्बको रूपमा आएको छैन। तपाईले यो बुझाउनको लागि एउटा म एक्जाम्पल के दिइरहेको छु, यहाँ लेखिरहेको छु म, ब्युटीफुल गर्ल, गुड बॉय। त्यस्तै यहाँ म त्यही वर्ड लेखिदिएको छ, लङ अनि रन, लङ रन। यहाँ ब्युटीफुल छ, गुड छ अनि लङ छ। यो तीनटै वर्डहरु के हुन्? एडजेक्टिभ हो, एडजेक्टिभ हो। एडजेक्टिभ पछि यहाँ कुन वर्ड आएको छ? गर्ल। गर्ल के हो? नाउन हो। बॉय पनि के हो? नाउन हो। त्यो अर्थमा रनलाई पनि हामी यहाँ के मान्नु पर्छ? नाउन नै मान्नु पर्छ। यो कन्फ्युजनमा पर्नु छैन। यसको सही आन्सर हामी के गर्छौं? ए नम्बर गर्छौं, नाउन। त्यस्तै यहाँ सी नम्बरमा छ व्हिच वन अफ द फलोइङ वर्ड्स डज नट टेक द प्रिफिक्स आइएम। यहाँ 4 वटा वर्ड प्योर छ, फर्टाइल छ, मोरल छ, प्रोपर छ। यो 4 वटा शब्दहरु मध्ये कुन शब्दमा यो आइएम जुन प्रिफिक्स छ इम यो उपयुक्त हुँदैन? त तपाईले शब्द मिनिङहरु लर्न गर्ने बेलामा हेर्नु भएको होला। प्योर को अगाडि इम्प्योर लेखेको, मोरल को अगाडि इमोरल लेखेको, प्रोपर को अगाडि आइएम गरी इम्प्रोपर गरेको। तर फर्टाइल को अगाडि हामीले यो इन आइएम लेखिदियौं भने त्यसको अर्थ हुँदैन। त्यसैले यसको सही आन्सर के हुन्छ? फर्टाइल हुन्छ। फर्टाइल वर्डले यो इम प्रिफिक्सलाई लिदैन। त्यस्तै बी नम्बरमा छ व्हिच वन अफ द फलोइङ वर्ड्स कम्स बिट्विन एक्जाम्पल एन्ड एक्सचेन्ज इन द डिक्सनरी एन्ट्री। डिक्सनरी एन्ट्री को बारेमा हामीले कुरा गर्छौं भने तपाईहरुलाई डिक्सनरी कसरी कन्सल्ट गर्ने भन्ने कुरा हाम्रो सिलेबसमा दिए अनुसारको तपाईहरुलाई म केही यहाँ टिप्स दिइरहेको छु। जुन डिक्सनरी सँग सम्बन्धित कुनै क्वेशन आउँछ भने तपाईले सोल्भ गर्न सजिलो हुन्छ। डिक्सनरीलाई 4 वटा क्वार्टरमा बाँडिएको छ। जस्तै म यहाँ लेखिरहेको छु एबीसीडी को अल्फाबेट यो ए देखि डी, ई देखि एल, एम देखि आर, एस देखि जेड। अब यसलाई हामी भन्छौं
फर्स्ट क्वार्टर अनि यसलाई भन्छौं मतलब बाडिएको छ सेकेन्ड क्वार्टर। त्यस्तै यम देखि आर को बीचमा पर्ने शब्दले डिक्सनरी को हामीले थर्ड क्वार्टर मा पाउँछौं। त्यसैगरी लास्ट मा छ यस देखि जेड लाई फोर्थ क्वार्टर। हामीले फर्स्ट क्वार्टर लाई 1:2 लेखे पनि हुन्छ, सेकेन्ड लाई 2ND लेखे पनि हुन्छ, थर्ड लाई 3RD गरे पनि हुन्छ, फोर्थ लाई 4 लेखेर माथि TS क्वार्टर गरे पनि हुन्छ। यो तपाईहरुले मैले किन भने किनकि हाम्रो यहाँ डिक्सनरी इन्ट्री सँग सम्बन्धित क्वेशन आएको छ, त्यसै कारणले। अब मान्नुको कुनै एउटा मैले यहाँ वर्ड लेखिरहेको छु, स्टुडेन्ट वर्ड नै म लेखिदिए स्टुडेन्ट। अब क्वेशन सोध्न सक्छ in which part of the dictionary do you find the word student? In which quarter of the dictionary do you find the word student? यो स्टुडेन्ट शब्दलाई हामी डिक्सनरी को कुन भागमा पाउँछौं, कुन क्वार्टरमा पाउँछौं? त मात्रै सुरुको तपाई हेर्नुस्, सुरुमा के दिएको छ यस। यस शब्द हाम्रो डिक्सनरी को कुन क्वार्टरमा हुन्छ? यहाँ यस देखि जेड को बीचमा परिरहेको छ। त स्टुडेन्ट शब्द लेखेर इक्वल दिएर अनि हामी यहाँ के लेखिदिन्छौं फोर्थ क्वार्टर भइहाल्यो। त्यस्तै मान्नु कि म बल एउटा वर्ड लेखिरहेको छु, बल वर्ड पनि डिक्सनरी को कुन क्वार्टरमा हामीले पाउँछौं? त सुरुमा हेर्नु के दिएको छ बी। त बी भनेको कसको बीचमा पर्छ? ए देखि डी को बीचमा कि ई देखि एल को बीचमा कि एम देखि आर को कि एस देखि जेड को? त यो पर्छ बी भनेको ए देखि डी को बीचमा। त हामीले मजाले यहाँ लेख्न सक्छौं फर्स्ट क्वार्टर मा, डिक्सनरी को फर्स्ट क्वार्टर मा यो बल भन्ने वर्ड हामी पाउँछौं। यो भइसक्यो। अब त्यसपछि क्वार्टर को कुरा भयो। अब यहाँ दिएको छ which one of the following words comes between example and exchange in the dictionary entry? यहाँ दुईवटा वर्ड दिएको छ एक्जाम्पल अनि एक्सचेन्ज। यो दुवैको बीचमा यो चारवटा मध्ये कुन शब्दहरू आउँछ? त यो पनि डिक्सनरी एन्ट्री अन्तर्गत पर्छ र यसलाई म तपाईहरुलाई सम्झाइरहेको छु कि कसरी थाहा गर्ने कि यो एक्जाम्पल र एक्सचेन्ज को बीचमा यो चारवटा मध्ये कुन शब्दहरू आउँछ। यहाँ म बोर्डमा लेखिरहेको छु यो EXAMPLE एक्जाम्पल। अब एक्जाम्पल पछि यो म एउटा यो एक नम्बरमा भएको शब्द म यहाँ लेखिरहेको छु EXCAVATE र त्यसपछि क्वेशनमा भएको वर्ड के थियो एक्सचेन्ज म यहाँ लेखिरहेको छु EXCHANGE। अब दुईवटा वर्ड यो एक्जाम्पल र एक्सचेन्ज को बीचमा यदि यो 2 नम्बर पोजिसनमा पर्यो भने हाम्रो आन्सर यही हुन्छ। त्यो थाहा गर्नको लागि हामी यहाँ हेरौं यो तीनटैमा ई आएको छ, ई लाई काटिदिनु। यो तीनटामा एक्स आएको छ, यसलाई काटिदिनु। अब यहाँ हेर्नु कि यहाँ के छ सी छ, ए छ, यहाँ सी छ, यहाँ सी छ। अब हामीले एबीसीडी पढ्छौं त पहिला कुन वर्ड आउँछ? पहिला ए आउँछ। त ए भनेको यो एक्जाम्पल वर्ड सबभन्दा सुरुमा आउँछ। त्यसपछि अब यसले हामीले हेर्नु नै छैन, मात्र हामीले सी वाला हेर्ने। यहाँ सी छ, यसलाई काट्नुस्, यो पनि सी लाई काट्नुस्। अब यहाँ चौथो पोजिसनमा यहाँ कुन वर्ड आयो? ए। यहाँ के आयो? यस। त फेरि एबीसीडी पढ्छौं भने पहिला सुरुमा त ए नै आउँछ, त्यसपछि यहाँ आउँछ। त पहिला तपाई के गर्नुस् ए लाई यो 2 नम्बरमा लेख्नुस् र यो यच वाला शब्दलाई के गर्नुस् 3 नम्बरमा लेख्नुस्। त डिक्सनरी एन्ट्री हामीले जब पल्टाएर हेर्छौं डिक्सनरी तब यहाँ एक्जिक्युट जुन शब्द दिएको छ यही हाम्रो एक्जाम्पल र एक्सचेन्ज को बीचमा पर्छ। त आन्सर ए हुन्छ। त्यसपछि यहाँ ई नम्बरमा छ द एडमिनिस्ट्रेसन हैज अफिसियली आस्क्ड ट्रान्सपोर्टेसन एम्प्लोई टू देयर डेमोन्स्ट्रेसन। हाम्रो यहाँ चारवटा वर्ड दिएको छ, कल अन छ, कल अफ, कल एट अनि कल फर। यो सबै तपाईको फ्रेजल भर्बहरु हुन् र फ्रेजल भर्ब तपाईहरुले काउन्ट गर्नुपर्छ। यसको अलग अलग अर्थ लगाउनु भयो भने यो मिस्टेक हुन्छ, गल्ती हुन्छ। कल अन भनेको जस्तै कल अन द स्ट्राइक हडतालको आह्वान गर्नु, कल अफ द स्ट्राइक हडताल फिर्ता लिनु, कल फर बोलाउनु, कल एट त्यस्तै छ। अब द एडमिनिस्ट्रेसन हैज अफिसियली आस्क्ड ट्रान्सपोर्टेसन एम्प्लोई टू कल अफ देयर डेमोन्स्ट्रेसन। यो आन्सर के हुन्छ? कल अफ हुन्छ। यसको अर्थ के हुन्छ?
प्रशासनले आधिकारिक रूपमा यातायात कर्मचारीहरूलाई आफ्नो प्रदर्शन फिर्ता लिनको लागि बोलाएका छन्। ल अब विद्यार्थी भाइ बहिनीहरू, तपाईलाई आज हामीले यो कक्षा 12 को इंग्लिश विषयको सिलेबसदेखि लिएर एउटा पुरै मोडल क्वेशनकै बारेमा हामीले चर्चा गर्यौं र तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो भन्ने कुरा हाम्रो कमेन्ट बक्समा कमेन्ट दिनुस् र यो च्यानललाई सब्स्क्राइब गर्नुस् र यस्तै भिडियोहरू हामी लिएर आउने नै छौं इंग्लिश विषयको लागि। र आजको यो भिडियो तपाईलाई कस्तो लाग्यो हामीलाई प्रेरणा दिनुस् कमेन्ट बक्समा लिएर, ताकि यस्तो भिडियो हामी तपाईलाई लिएर आउँछौं भने तपाईको पनि परीक्षामा राम्रो मार्क ल्याउनको लागि सजिलो हुन्छ। र कुनै तपाईलाई समस्याहरू पनि छ भने इंग्लिशसँग सम्बन्धित त्यो हाम्रो कमेन्ट बक्समा लेख्नुस्। तपाईको पनि जिज्ञासा मेटाउँदै हामी तपाईको जिज्ञासा मेटाउँदै तपाईलाई राम्रो राम्रो टिप्सहरू दिन्छौं कि कसरी हामीले इंग्लिश विषय अरु पनि विषयहरुमा कसरी A+ ग्रेड ल्याउन सक्छौं। यतिकै भन्दै तपाईहरुलाई फेरि अर्को भिडियो लिएर आउने वाचा गर्दैछु। हस्, थ्यांक यू, धन्यवाद। सबभन्दा सुरुमा हामी कुरा गरौं प्यासेजको। यो रिडिङबाट हाम्रो एक्जाममा 35 मार्कको लागि क्वेशनहरु सोध्छ र सबभन्दा क्वेशन नम्बर 1 मा हुन्छ प्यासेज, जुन प्यासेज हाम्रो 15 मार्कको लागि हुन्छ। र तपाईहरुलाई मैले सुरुमै भने कि इंग्लिश विषयमा थोरै मेहनत गरेपछि A+ ग्रेड ल्याउन सकिन्छ। कारण के छ कि इंग्लिश विषयमा पढ्ने हामीले ग्रामर देखि लिएर प्यासेज देखि लिएर राइटिङ स्किलहरु देखि लिएर सानै क्लास देखि नै हामी नै सिक्दै आइरहेको कारणले गर्दाखेरि अलिकति टिप्स हुने बित्तिकै हामीले राम्रो मार्क ल्याउन सक्छौं। यहाँ छ कि प्यासेज एउटा हुन्छ अनसिन प्यासेज, त्यो 15 मार्कको लागि हुन्छ। त्यो के हुन्छ 500 वर्डमा हुन्छ र त्यो 500 वर्ड कस्तो किसिमको प्यासेज हुन्छ भन्ने कुरा यहाँ अलरेडी लेखि नै दिएको छ। त्यही सेरोफेरोमा रहेर एउटा क्वेशन हुन्छ। त्यसमा बुक रिभ्यूबाट हुन सक्छ, न्यूज रिपोर्टबाट हुन सक्छ, आर्टिकल छ, ट्राभलग, ब्रोशर छ। र यो प्यासेज हामीले सोल्भ गरिदियौं सही तरिकाले र पुरै हाम्रो क्वेशन को आन्सर सही छ भने तपाई यसमा फुल मार्क पाउनुहुन्छ। यसमा तपाईको मार्क कट्ने टेन्सन हाम्रो हुँदैन। त्यस्तै प्यासेज पछि हाम्रो क्वेशन नम्बर 2 मा किताबमा भएका लिटरेचर सेक्सनबाट क्वेशनहरु आउँछ, जसमा सर्ट स्टोरी छ, पोएम छ, एसे छ, अर्थोग्राफिक टेक्स्ट, न्यूज स्टोरी राइटिङ छ, नोट टेकिङ छ एन्ड स्केलेटन स्टोरी छ। यसमा भएका अधिकांश कुराहरु जस्तै यो प्याराग्राफ राइटिङ भइसक्यो, स्केलेटन स्टोरी भइसक्यो, न्यूज स्टोरी भइसक्यो, यो इन्टरप्रेटिङ चार्ट्स भइसक्यो। यो तपाईले 9 र 10 मा पढेर आउनु भएको छ। त्यही कुरालाई अझ निखारी दिनु भयो भने यो एउटा राइटिङ स्कुलको लागि तपाईले बढी टापु दुखाइ गर्नु पर्दैन। त्यस्तै 2 नम्बरको जुन छ राइटिङ स्किलमा आउँछ पर्सनल लेटर छ, जब एप्लिकेसन लेटर छ, लेटर टु द एडिटर, बिजनेस लेटर, इमेल, राइटिङ अ सीवी। त्यो पनि वर्ड लिमिट कति छ 180 वर्डको। यो पनि भएका राइटिङ स्किलहरु तपाई सानै क्लासदेखि नै 9 देखि नै सिक्दै आउनु भएको छ भने त्यति बेला तपाईले राम्ररी ध्यान दिएको भए यसमा पनि कुनै समस्या हुनेवाला छैन भन्ने मेरो बुझाइ छ। त्यस्तै अर्को राइटिङ स्किलमा हुन सक्छ एसे, ट्राभलग हुन्छ, बुक अथवा फिल्म रिभ्यू, बायोग्राफी छ, डायरी एन्ट्री छ, कमिक एन्ड प्रेस रिलिज छ। यसको वर्ड लिमिट 300 मार्कको, किनकि यो 10 नम्बरको लागि सोध्छ। अनि अब यसमा भएका तपाईहरुले केही नयाँ कुराहरु जान्न सक्नुहुन्छ, जस्तै प्रेस रिलिज तपाईले 9 10 मा नसिक्नु भएको होला, तर 11 मा तपाई पढ्नु भएको छ भने 12 मा पनि यो खासै यसको लागि तपाईले टाउको दुखाइ गर्नु पर्दैन। र बुक र फिल्म रिभ्यूको फाइदा के छ कि तपाई कुनै पनि एउटा बुक अथवा फिल्मको पढाइ गरि